हेलो गाइस मर्निङ सबैहरूलाई आजको ब्लग चाहिँ नेपालीमा बिहान उठेर देखेको चाहिँ माले सबै आँगन गोबरले लिपिसक्नु भएछ किनभने हाम्रो तिहार लाग्यो। अब गोबरले लिप्नु भएछ अनि नुहाएर म र पिता भएर गयौँ बजारतिर। त आइपुग्यौँ हामी ओराङको अवस्था तपाईँहरू देख्न सक्नुहुन्छ। धीरे धीरे त हामीहरू बजारभित्रै आइपुगेछौँ। बजारमा बाहिर त त्यति भिड थिएन, देख्नै सक्नुहुन्छ तपाईँहरू, तर भित्र चाहिँ अलिक निकै नै भिड रहेछ, हेर्नै सक्नुहुन्छ। अनि सब्जीको दाम दर गरेका त सब्जीको दाम पनि निकै भनौँ। सब्जी किनेर यसो गरेर हामीहरू आयो घरतिर। त घरतिर आएर कुल घाँस सास गाड्नलाई मैले खाल्डो चाहिँ खनेँ। अनि अब यी पाते फुलले डेकोरेसनको लागि थुङ्गे फुल रोपेको के गर्नु, फुलै फुलेनन्। अब त्यही पातेले फुलले नै डेकोरेसन गर्नुपऱ्यो। अब कुलको घाँस गाडेर अब डेकोरेसन लिप्ने काम चाहिँ मा बहिनीहरूले के गर्छन् गर्दै गरून्। यी बुइनी लिप्न थाली। अब मेरो काम मैले गरिसकेँ। अब मा बहिनीहरूको काम उनीहरू गर्छ। बाई बाई गाइस सबैहरूलाई।